सबैले उपवास बसेर अब त्यहाँ एस्तर एउटा लेडिज एउटा रानी चाहिँ अब त्यहाँ रेडी भएको थियो, आफ्नो स्ट्यान्ड लिइरहेको थियो, आफ्नो पोजिसनमा ऊ खडा भइरहेको थियो। अब मैले यो आएको सङ्कष्टमा मैले कसरी विजय गर्ने भनेर उसले चाहिँ त्यो लिइसकेको थियो। अनि हामी त 5 अध्यायको त्यहाँबाट मुनि पढ्यो भने त्यहाँनिर एस्तर रानीले एउटा योजना गराएको हामी देख्न सक्छौँ। राजालाई उसले आफ्नो महलमा होइन, आफ्नो महलमा खानाको लागि इन्भाइट गरेको हामी देख्न सक्छौँ। अनि राजा मात्रै होइन, राजासँग को पनि, हामान पनि, हामानलाई पनि एकदमै आदरपूर्वकसँग इन्भाइट गरिरहेको हामी देख्न सक्छौँ। अनि त्यो कुरा पहिलो दिन गयो, खायो पियो, अनि राजाले के भयो केही कुरा भन, के यस्तो भन्यो। फेरि दोस्रो दिन पनि त्यस्तै भयो, खायो पियो, अनि तेस्रो दिन पनि यसरी हुँदै गएको थियो। अनि यो हुँदै गएर पनि जब यहाँनिर हामी 10मा चाहिँ हेऱ्यौँ भने, अघि पढ्नु भयो 10मा चाहिँ हामीले हेऱ्यौँ भने हामान चाहिँ जब त्यो राजाले दिएको सम्मान, त्यो राजाले दिएको ओहदा, त्यो राज्यमा उसको अधिकार है, त्यो राजाले उसलाई दिएको त्यो के भन्छ त्यो सबै सम्मान अथवा अधिकार अनि त्यो सबै कुरामा है हामान चाहिँ के भएको थियो, एकदमै मख थियो। अनि उसले ऊ राजासँग भोज खाएर घर जाने बेलामा, यसरी घर जाने बेलामा जब बिचारा मोर्दकै चाहिँ यसो उभिरहेको देख्छ कि त्यो गेटमा, जब उभिरहेको देख्छ अनि त्यसलाई चाहिँ कतै नभएको रिस उठ्छ। अनि तर मोर्दकैमा एक प्रकारको उसको आफ्नै के थियो त, एउटा पर्सनालिटी भनौँ न होइन, उसको आफ्नै भित्र एउटा इमान्दारिता, एउटा सत्यता, अनि एउटा उसमा आफ्नै पहिचान बोकेको मोर्दकै थियो। अनि जब उसलाई त्यस्तो कुरा नराम्रो पनि सोच्दैन, तर हामान आउँदाखेरि जति मान्छेले उसलाई सल्युट गर्छ, जति मान्छेले उसलाई मान गर्छ, जति मान्छेले उसलाई है थै गर्छ, मोर्दकैले चाहिँ गर्दैन थियो है। अनि किन गर्दैन थियो? अनि मोर्दकैले चाहिँ गर्दैन थियो, उसको आफूमा ऊ एकदमै ठिक छ मोर्दकै। अनि उसले त्यो नगरेकोमा हामानलाई यति रिस उठ्थ्यो कि त्यो 10 पदमा भनेको छ उसले आफूलाई एकदम सम्हालेर घर जान्थ्यो अरे। के गरेर? सम्हालेर, एकदम यसलाई म के गरौँ भने जस्तो भए पनि सम्हालेर घर जान्थ्यो, स्यास्या भएर, दौडेर स्यास्या होइन त्यो कुराहरू देखेर है। अनि गएर उसले आफ्नो अधिकारीहरूलाई, आफ्नो मान्छेहरूलाई बोलाएर, अनि आफ्नो सहयोगी श्रीमती जेरेसलाई बोलाएर यो सबै कुरा भनिन्थ्यो। मलाई राजाले कुन पद दिएको छ, मलाई राजाले के ओहदा दिएको छ, मलाई के गरेको छ, मलाई रानीले घरि राजासँग खाना बोलाएको छ, बोलाउँछ, अब भोलि पनि बोलाउनु भएको छ। यो सबै कुरा ममा एकदमै मैले पाएको छु। तर पनि यत्रो कुरा पाउँदा पनि मलाई एउटा कुराले चाहिँ यो कुरा फिका लाग्छ, यो कुरा मलाई अझै फिका लाग्छ। के कुरा भन्दा त्यो यहुदी मोर्दकैले चाहिँ जब म आउँछु जान्छु, मेरो अगाडि त्यो त सानो बन्नु पर्ने नि, मेरो अगाडि त त्यो त झुक्नु पर्ने नि, मेरो अगाडि त त्यो त मलाई सल्युट गर्नु पर्ने नि, त्यो नगरेको देख्दाखेरि मलाई यो सबै कुरा गरेको भन्दा पनि नराम्रो लाग्छ भनेर आफ्नो मनको एकदम कुराहरू चाहिँ उसले आफ्नो श्रीमती र सहयोगीहरूलाई सुनाउँथ्यो। अनि सुनाउँदाखेरि उनीहरूले पनि त्यसलाई के गर्यो त, गलत सल्लाह दियो। गलत सल्लाह चाहिँ के थियो? तपाईँले अब त्यस्तो पाउनु भएको छ भने हामानको लागि फाँसी रेडी गर्नु, यति मिटर भएको, यस्तो भएको, त्यस्तो भएको। तर मोर्दकैलाई केही पनि त्यो कुरा थाहा छैन। हालेलुया। अनि मोर्दकैलाई त्यो कुराहरू उसलाई केही पनि थाहा छैन। तर मोर्दकैमा एउटा चिन्ता छ, एउटा फिक्री छ, एउटा परमेश्वरसँग उसको एउटा सम्बन्ध छ कि मेरो जाति यो ठाउँबाट नष्ट नहोस् भन्ने चाहिँ मोर्दकैको ठुलो प्रार्थना छ। हालेलुया। एस्तरको पुस्तकमा हामी परमेश्वर नाम देख्दैनौँ। परमेश्वर त्यहाँ प्रभु, परमप्रभु परमेश्वर यो भनेको हामी केही शब्द छैन त्यहाँ। तर त्यो शब्द त्यो एस्तरको पुस्तकमा चाहिँ परमेश्वरको नाम नभए तापनि काम चाहिँ देख्छौँ। हालेलुया। अनि त्यसकारणले गर्दा जब यो कुराहरू भयो अनि हामानमा चाहिँ यस्तो खालको स्पिरिट, यस्तो खालको आत्मा
आत्मा थियो, जुन आत्माले चाहिँ मेरो अगाडि जो पनि झुक्नुपर्छ, मेरो अगाडि जो पनि झुक्नुपर्छ, म चाहिँ सबभन्दा ठुलो मान्छे हो, म चाहिँ सबैले चाहिँ मलाई मान्नुपर्छ। होइन मान्ने ठाउँमा मानौँला नि हौ, होइन मान्ने ठाउँमा मानौँला, त्यो त मेरो हृदयबाट पो आउँछ त मान्नु, मलाई मान्नै पर्छ भनेर मानेको राम्रो हुन्छ हुँदैन। तर हामनमा त्यो थियो, मलाई मान्नुहोस्, मलाई यो भन्नुहोस् त्यो भन्नुहोस् मैले भनेर हुँदैन नि त। मेरो आफ्नो चरित्र, मेरो आफ्नो व्यवहार, मेरो आफ्नो आनी बानी, मेरो आफ्नो कुरा देखेर पो मलाई मान्छ भने मान्छ, होइन म आफैले मलाई मान्नुपर्छ, म चाहिँ यो हो भनेर हामीले कहिले पनि भन्न हुँदैन। अनि हामनमा चाहिँ त्यो कुरा थियो। अब त्यो कुरा गरेको कारणले गर्दा अनि उसको श्रीमती र उसको अधिकारीले दिएको सल्लाह त उसलाई बेस्ट लाग्यो, मनमा ढुक्क भयो, अब चाहिँ मलाई मेटाएर छाड्छु भनेर ऊ फेरि गयो राजासँग। आज रानीले फेरि पनि खानाको लागि बोलाउनु भएको छ, नाक फुलाएर ऊ चाहिँ फेरि पनि त्यहाँ गएको हामी देख्न सक्छौँ। अनि यहाँ चाहिँ किन हामानमा चाहिँ यस्तो खालको आत्मा, जुन आत्माले चाहिँ घमण्ड, इगो अथवा के भन्छ त्यसलाई चाहिँ होइन एकदमै घमण्डीपन, मै हुँ भन्ने, अनि अर्को कुरा चाहिँ सबैभन्दा सर्वश्रेष्ठ भने जस्तो, आफैलाई सबैले सलाम गरोस्, सलाम ठोकोस्, सबैले मलाई यो भनोस् त्यो भनोस् भन्ने खालको, मसँग चाहिँ सबैले झुकोस् भन्ने खालको स्पिरिट आत्मा चाहिँ हामानमा थियो है। अनि त्यो आत्मा चाहिँ अनि यहाँनिर भनेको छ है। अनि साँच्चै नै यहाँनिर चाहिँ त्यसरी भनेको छ भने, अनि अर्को कुरा त्यस्तो आत्मा तपाईँ र मैले पनि पढेका छौँ, इजिबेल रानीमा पनि थियो, होइन इजिबेल रानीमा पनि झुकोस् भन्ने आत्मा थियो इजिबेल रानीमा, होइन। अनि त्यस्तै गरिकन हामी देख्न सक्छौँ भने अर्को चाहिँ छ, अनि अर्को के छ भने यो आत्मा चाहिँ पहिला कहाँ थियो? पहिला लुसिफर जो चाहिँ शैतान भएको थिएन, होइन लुसिफर जो चाहिँ शैतान भएको थिएन, ऊ चाहिँ स्वर्गको के थियो? राम्रो सुन्दर अनि एकदमै राम्रो एउटा स्वर्गको लिडर, म्युजिक लिडर स्वर्गदूत हुनुहुन्थ्यो। को? लुसिफर। हुन त अहिले तपाईँ र मैले लुसिफर भन्ने बित्तिकै शैतान भन्छ, होइन नाम चाहिँ त्यसको लुसिफर नै हो। लुसिफर भन्दा अहिले हाम्रो कन्सेप्टमा शैतान त गइ नै हाल्छ, तर पहिला शैतान नहुँदा चाहिँ त्यसको नाम चाहिँ वास्तवमा लुसिफरै थियो। गाब्रियल, मिखायल, माइकल, लुसिफर, यी चार चाहिँ महत्त्वपूर्ण स्वर्गदूत चाहिँ स्वर्गमा परमेश्वरको काम गर्ने हामीले चिनेको स्वर्गदूत भनौँ न। आमेन। एकदमै पर्दा बाहिरको, पर्दा पछाडि धेरै होला, पर्दा बाहिरको स्वर्गदूत चाहिँ चिनेको स्वर्गदूत चाहिँ हामी यिनीहरूलाई लिन सक्छौँ। त्यो मध्येबाट लुसिफर पनि स्वर्गको एउटा राम्रो पद पाएको स्वर्गदूत थियो। अनि त्यो स्वर्गदूतको कामै थियो परमेश्वरको वर्शिप गर्ने, सङ्गति माहौल क्रिएट गर्नु, त्यहाँनिर चाहिँ एकदमै राम्रो वातावरण, त्यसको माहौल बनाउने काम चाहिँ कसको थियो? लुसिफरको थियो। अनि उसको मुखमा एउटै शब्द लिन पर्थ्यो, परमेश्वर चाहिँ सबैभन्दा उच्च हुनुहुन्छ, उच्च हुनुहुन्छ, उच्च हुनुहुन्छ। आमेन। त्यो भन्ने काम चाहिँ कसको थियो? लुसिफरको थियो। तर त्यसमा पछि के आयो? घमण्ड आयो। के आयो? घमण्ड आयो। अनि घमण्ड आएपछि उसले के गर्यो? अनि घमण्ड आएपछि चाहिँ उसले के सोच्यो? होइन परमेश्वर मात्र होइन, म पनि बन्न सक्छु है। त्यसले चाहिँ त्यस्तो घमण्डको आत्मा त्योमा आयो, जुन आत्मा चाहिँ हामनमा पनि थियो। अनि लुसिफरले पनि पछि के गर्यो? सबै चाहिँ मेरो अगाडि झुक्नुपर्छ, सबै चाहिँ मैले भनेको मान्नुपर्छ, अनि परमेश्वरभन्दा एक स्टेप माथि म मेरो राज्य खडा गर्छु भन्ने घमण्ड, परमेश्वरको विरुद्धको काम गर्ने चाहिँ लुसिफर पनि भयो। अनि त्यस कारणले गर्दा त्यसलाई परमेश्वरले के गरिदिनु भयो?
तल झारिदिनु भयो। तल कहाँ? पृथ्वीमा। हालेलुया। स्वर्गबाट कहाँ झारिदिनु भयो? पृथ्वीमा। अनि पृथ्वीमा झार्नु त झार्नु भयो, झर्नु पनि झर्यो, तर त्यसले संसारको अहिले मान्छेहरूमा त्यही काम गरिरहेको छ कि छैन? आमामा मान्छेहरूको पनि त घमण्ड हुन्छ कोही कोही। कस्तो है अहिले धेरै थरी थरीको कस्तो कस्तो त्यो लुसिफर झर्यो, तर त्यसले चाहिँ आफ्नो काम चाहिँ त्यसले संसारको मान्छेमा गर्यो। अनि त्यसले 1/3 स्वर्गदूतलाई पनि आफ्नो कब्जामा लियो। अनि त्यसले त्यो गरेपछि संसारको मान्छेहरूमा अहिले त्यसले त्यो स्पिरिटले चलाइरहेको छ, अहिले त्यो आत्माले चलाइरहेको छ। तपाईँ र मलाई मैले भनेको होइन है। हामी त अहिले प्रभुमा आएर पश्चाताप